हामी टिका लगाउन आँटेको मेरो भाइहरूलाई दुईजना भाइ चाहिँ तीनजना छैन नि तीनजना छैन शिवा बबी अनि प्रमोद छैन ल मम्मी भिडियो गरिदिनुहोस् टिका लगाउँदा के त शीतल र पाउनको झगडा भएको सानो थियो नि तिनीहरू बाहिर भिडियो कल गर्नुपर्छ नगरे अहिले रुला अब ओखोले सबलाई उयो गर्छ एउटाले यस्तो भयो होइन घोडामा बाहिर लगेर राख्थ्यो यहीँबाट गरिदिन्छु ल फुटाएर त नहेर्नु फुटाएर फ्याँक्नु त पऱ्यो नि देखेरै लु हप्सी स्वार र सोरेर फ्याँक्दै त्यहीँ फ्याँक्दैन अलिक उतापट्टि भयो अहिले फोटो खिच्नु नि अहिले टिका भिडियो कल गर्नुको लागि यस्तो गर्नु होइन टिका यो यस्तो गरौँ के भाइलाई देखाइदिनु लु यहाँ ठुलोबाट सुरु गर टिका यहाँ यसो पाउला न एकछिन लु त यहाँ भिडियोमा पनि देखोस् न यो मेरो भाइलाई चाहिँ भिडियो कलमा जीपे गर्दे जीपे चलेगा अरे भाइ तर जुटीबाट उहिलेदिनु भनेको थिएन प्रभातलाई मैले कहाँ भ्याएँ त मैले पुलिस जाँदैछु हो ए कपडसमा गर्दैछ जस्तो त्यहाँ पठाउँदैछ त अहिले त्यहाँ भेगाम भयो चाहिँ अगाडि भनेको भए चाहिँ म ल्याइदिन्थेँ म गएको थिएँ जुडियो हो बन्द थियो 11 मलाई टिका लगाइदिनु ल लगाइदिनु पर्छ गोर्सीले दुईवटा हुन्छ दुईवटा दुईवटा हुन्छ छवटा रहेछ नि त ट्रेन चाहिँ आउने त माथिसम्म पुग्छ त दर्शन आउनु पर्दैन घरमा औँसीमा बसिरहेको हौ त्यसो गरेर आउनु पर्दैन औँसीमा दिदीहरूको टिका लाउनु के त डाक्टर हो डाक्टर हो छैन त्यो त बिमारी हेर्ने उयोहरू सरलाई खानापिना लाने मान्छे छैन उयो रङ्गिन चङ्गिन लगाइदिए अब त्यो उजार कलरहरू हेर ला त पर्छ खिच्थेँ अब खाना चाहिँ लगाइदिएको छैन तपाईँले चाहिँ म खाना भएको अब एक भाइ नाकमा झार्दैछ म पनि जान्छु माथि जाने बिहान आएको हजुर बिहान आएको म पनि बहिनी जानुपर्छ एकछिनबाट
लु लु यहाँ नाकमा दिनाले के गरेको यस्तो फोटोमा त भिडियो पायो होला त भाइले नाकमा त लु लु आउनु सबै बस बस आउँछ कि त ए बस हामी चाहिँ टिका लगाइसक्यौँ हो अलिकति इमोसनल भयो मेरो भाइले आएको छैन नि त कि अन्त अहिले पता चिन्छ नि ए काम किनेर आउनु पर्छ क्यामेरा हुन्छ चल्छ काम किनेर आउनु पर्छ यो फेन बन्द गरे त्यहाँ त्यो लगे किन उलाई एकैचोटि भात खाने त के गर्ने रोटी खान्छ रोटी रोटी खाने ल म दुध खुवाइदिइहाल्छु आऊ त आऊ यो खाऊ देखाइदियो त्यो सबलाई खिलाइदिनु भएको छैन डल्लै हान्दै लु हिँड्नु बाबा नभए पर निनीको मात्रै लाउनुहुन्छ अहिले बाबाको हुँदैन निनीको त्यही भएर मैले लगाइदिएको लु यहाँ बस्नुहोस् लु भाइहरू चाहिँ यहाँ ए भात नखाएको रोटी मात्रै ए मेरो चाहिँ भाइले यहाँ टिका नाकबाट लगाइदिएर ल स्प्राइट खाऊ पठाइदिनु लु कापुरहरू यत्रो भात सानोबाट हुन्छ त्यसो मात्रै गर्दै होस् मासु पर्दैन दाल कसलाई हालिदिनु भनेको रोटीसँग त दाल खान्छ भात खाँदैनौ तँ भात खान्छस् भात माथि जानुहुने हुन्छ सेम टु सेम कलर मम्मी गरिदिनु त खाइदिने अलिकति ठिक छ